हेलो एन्ड नमस्ते। स्वागत छ सार्क पोडकास्ट सिरिजमा। आजको पोडकास्ट सिरिजको टपिक रहेको छ शिक्षामा अनुसन्धानको खाँचो र आवश्यकता। र यसलाई डिटेल रूपमा चाहिँ अलिकति चर्चा परिचर्चा गर्नको लागि हामीसँग हुनुहुन्छ डाक्टर दीपक चन्द्र भट्ट सर। डाक्टर दीपक चन्द्र भट्ट सर सुदूरपश्चिम विश्वविद्यालय फार वेस्टर्न युनिभर्सिटीको एसिस्टेन्ट प्रोफेसर, सेन्ट्रल डिपार्टमेन्ट ह्युम्यानिटिज एन्ड सोसल साइन्स। सर, हजुरलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। सर, आजको पहिलो प्रश्नतर्फ लागौँ। सर, हाम्रो जतिपय नेप्लिज एकाडेमिक इन्स्टिट्युसनहरू छन् त्यसमा चाहिँ हाम्रो रिसर्चको पेडागोजी कुन लेभलमा छ र कहाँसम्म जानुपर्ने थियो भन्ने हजुरको भनाइ यसमा के छ? धन्यवाद। सर्वप्रथम त म यो सार्क एजुकेसन यो इन्स्टिट्युटलाई चाहिँ धन्यवाद दिन चाहन्छु कि यु इन्भाइटेड मी दिस मिनिङफुल पोडकास्ट। एक्चुअली अहिलेको रिसर्च एजुकेसन यति इम्पोर्टेन्ट टपिक भयो कि जस्तो आजसम्म हामीले शिक्षामा विकास भयो भन्दाखेरि ओपनिङ स्कुलहरू खोल्नमा भयो, तपाईँको विद्यार्थी भर्नाको लागि भयो, त्यस्तै टेक्स्ट बुकहरू चाहिँ डिस्ट्रिब्युट भयो कि भएन भन्ने कुरामा र यो युनिभर्सिटीहरूलाई चाहिँ विस्तार गर्ने काममा आजसम्म हाम्रा अहिलेसम्मका शिक्षाका उपलब्धिहरू हुन्। यद्यपि कतिपय कुराहरू अझै पनि पुरा पुगिसकेको त छैन, तर यसलाई हामीले आज एचिभमेन्ट मानेर अगाडि गयौँ भने शिक्षा अझै पनि अधुरो हुन्छ। त्यसकारणले अबको यो इस्यु जो तपाईँले अहिले यो इस्यु रेज गर्नुभएको छ, एक्चुअलीमा के भन्दा आर स्टुडेन्ट रियली लर्निङ भन्ने एउटा प्रश्न। दोस्रो कुरा चाहिँ आर टिचर सपोर्टेड र आर क्लासरुम क्रिएटिभ र आर पोलिसी बेस्ड अन इभिडेन्स भन्ने कुराहरू चाहिँ मुख्य अहिलेका क्वेसनहरू रहिरहेका छन्। त्यसकारण विदाउट सपोर्टिङ अफ द रिसर्च एक्टिभिटिज हैन, एजुकेसन इज स्टिल इन्कम्प्लिट मेरो विचारमा। त्यसकारणले अबको क्लासरुमहरूलाई चाहिँ प्रब्लम बेस्ड क्लासरुमहरू बनाएर तपाईँको प्रब्लमलाई चाहिँ सल्भिङ गर्ने क्लासरुमको आधारमा हामीले गएनौँ, या विद्यार्थी पढ्दैनन् किन पढ्दैनन् भन्नेतर्फ नगइकन विद्यार्थीलाई पढाउनुपर्छ, घोकाउनुपर्छ भन्नेतर्फ गयो भने फेरि पनि हामी एजुकेसन अगाडि बढ्दैनौँ। त्यसकारण अहिले पनि हामी रिसर्चमा अगाडि बढिसकेका छैनौँ मेरो विचारमा। धन्यवाद सर। सर, अब यो अध्ययनमा यो अनुसन्धानको प्रसङ्ग राख्दै यसमा हजुरको विचार के छ? यसमा चाहिँ हाम्रो यो सरकारी तर्फबाट हाम्रो यो अहिले हामी चाहिँ अब प्रादेशिक रूपमा गइसकेका छौँ, सङ्घ रूपमा गइसकेका छौँ। हामीसँग अहिले चाहिँ स्थानीय सरकार पनि पर्याप्त मात्रामा चाहिँ अहिले क्रियाशील नै छ।